हेलो एभ्रिवान, गुड आफ्टरनुन। अहिले दिउँसोको 2 बजेको छ। यहाँ म मेरो घरको छतमा छु, मिठो मिठो कफीको साथमा। आज दसैँ थियो। दसैँको दिनमा मिठो कफीको साथमा म फ्यामिलीसँग, आफ्नो घर फ्यामिलीसँग टिका लगाएर आनन्द तरिकाले म छतमा हावा खाएर बसिरहेको छु। म तपाईँलाई मेरो बाहिर देखिने भागहरू तपाईँको सामु देखाउन चाहन्छु। पहिला एक कफी खाऊँ, त्यसपछि देखाउन चाहन्छु म। हेर्नुहोस्, भ्यू यस्तो छ कि यस्तो बवाल छ कि यहाँको भ्यू होइन। यहाँको खेतहरू, यहाँको हरियालीहरू, यहाँको वस्तुहरू, जनावरहरू के यस्तो के प्यारो प्यारो, यस्तो राम्रो लाग्छ नि मलाई के। यहाँको वन्डरफुल भ्यू के, अमेजिङ भन्छ नि। म तपाईँहरूलाई सबै देखाउन चाहन्छु। हेर्नुहोस् गाइस, यो भनेको खेत होइन, यो यहाँ भर्खर भर्खर धान पसाउँदैछ। ओके, अलि परपट्टि चाहिँ धान हेर्नु पाकिसकेछ, त्यो धान पाकिसक्यो होइन। अब यहाँ हेर्नुहोस्, यो चौर भयो। ओके, यसमा केही पनि छैन। अब त्यसपछि यो हेर्नुहोस्, यहाँ अब अलिकति यो चौरलाई धान खेती बनाएको छैन। यसमा पनि धान अब आधा अलिकति यतापट्टि फलेको छ, बिचमा फलेको छैन, उतापट्टि साइडमा हल्का फलेको छ। त्यहाँ हेर्नुहोस्, त्यहाँ चाहिँ पातीहरू छन् होइन। त्यो बिचमा पनि धान छैन। त्यो बिचमा धान रहेछ तर पनि त्यो भए पनि त्यति राम्रो छैन। ओके, अलि उतापट्टि हेर्नुहोस्, उतापट्टि धान पुरै पाकिसकेछ, तर यतापट्टि पुरै हरियाल्छ। किनभने त्यो अलि पहिला रोपेको हुनसक्छ, यो अलि लेट। ओके, त्यसपछि यता हेर्नु, यता अब यो यहाँनिर कबडी जान्छ होइन। कबडी फल्छ कि फल्दैन थाहा छैन, फर्सी भन्छ होइन। अब यतापट्टि हेर्नु, यो पुरै जङ्गल छ, यहाँ घाँसै घाँस। अब त्यहाँबाट बिचमा घर छ होइन। त्यो घर चाहिँ कस्तो भन्दाखेरि अब जङ्गलको बिचमा बनाएको घर होइन, तर त्यो घर चाहिँ तपाईँको त्यो बनाएर 3-4 वर्ष अगाडि बनाएको घर हो। अहिलेसम्म त्यत्तिकै छ, कसैले केही पनि गरे होइन। अनि त्यो घर नयाँ हो, भर्खर बनाएको घर हो। ठिक छ होइन। अब म आएँ मेन रोडमा। मेन रोड त्यही हो, हेर्नु अटो चलिरहेको छ होइन, उताबाट बाइक आइरहेको छ। मेन रोड यसको सिधा 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 गयो भने तपाईँको कहाँ पुग्छ भन्दाखेरि बरघाट पुग्छ। ओके, बरघाट पुग्छ। त्योबाट यतापट्टि आयो भने हाम्रो घर आउँछ। अब हेर्नु, यहाँ यो खेत छ होइन, यहाँबाट त्यहाँसम्म नै धान रोपेको छ, तर धान बिचमा छ, उतापट्टि खाली छ, अलि उतापट्टि छ, त्यहाँनिर घाँस छ, फेरि त्यहाँनिर छ, उतानिर घाँस छ, त्यहाँ अलिक अगाडि खेत छ फेरि। अनि यहाँ दुईवटा बाख्रा चरिरहेको छ, थाहा छैन कसको हो। ठिक छ, यहाँको वातावरण, यहाँको हरियाली होइन, गर्मी पनि त्यति छैन, अलि आनन्द छ होइन। उता हेर्नुहोस्, उता ठुल्ठुला घर बनिसकेको छ होइन। त्यो रमाइलो छ गाउँ, एकदम बवाल रमाइलो लाग्छ मलाई आफ्नो गाउँ होइन। तर मेरो जन्मभूमि त यो होइन, मेरो जन्मभूमि त पहाड हो। म तपाईँलाई भोलि मेरो जन्मभूमि गएर मेरो पहाडको भ्यूहरू तपाईँलाई म सो अप गर्न चाहन्छु। अनि यता हेर्नु, मान्छे आइरहेको छ। हेर्नु त्यो पारीको डाँडा हेर्नु कस्तो छ, जङ्गल छ। हेर्नु बिस्तारै बिस्तारै हेर्नु कस्तो अमाजन, कस्तो जाम बाबा। हेर्नु त्यहाँ हेर्नु, त्यो हेर्नु, त्यो कस्तो दामी हो हेर्नु त, यस्तो राम्रो छ नि होइन। अहिले नै मेरो मन कस्तो भयो भन्दाखेरि त्यहीँ जाउँ भएको। हेर्नु बादल, हो माई गड कस्तो के, म त त्यो बादल होइन, त्यो बादल पारीको गाउँ, त्यो बादल मुनिको जङ्गल, त्यसमाथि त्यहाँको चिसो पानी, त्यसपछि त्यहाँको चिसो हावा। ओहो हो, स्वर्ग खोज्न कहीँ जानु पर्दैन। स्वर्ग खोज्नलाई आफ्नै जन्मभूमिमा आउनुहोस् र हेर्नुहोस्, स्वर्ग यहीँ देखिन्छ, स्वर्ग यहीँ छ। ठिक छ, अब आफ्नो फ्यामिलीको लागि, आफ्नो करियरको लागि चाहिँ बाहिर जाने हो, तर पनि बाहिर गएर आफ्नो जन्मभूमिलाई चाहिँ कहिले भुल्न हुँदैन। यहीँ आउनुहोस्, स्वर्ग यहीँ राम्रो छ। यहीँ आफ्नो दुनियाँ बसाउनुहोस्, फ्यामिलीसँग रमाउनुहोस्, खुसी हुनुहोस्। त्यही हो जिन्दगीमा अरू केही पनि छैन। खुसी हुने, आफूले चाहेको गर्ने होइन, राम्रो काम गर्ने, प्रगति गर्ने,
सानो हो जिन्दगी, त्यो जिन्दगीमा कहिले पनि निराश हरेस खाएर बस्नु हुँदैन, खुसी साथ बस्नुपर्छ। जीवन अति अति उद्दम उज्जवल हुनेछ। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो आज हेरिदिनु होला, किन भन्दाखेरि जस आफ्नो जन्मभूमिमा आउँदाखेरि एकदम रमाइलो लाग्ने कि। योभन्दा पहिला म विदेशमा थिएँ, आफ्नै घरमा आफ्नै गाउँमा आउँदाखेरि चाहिँ हल्का भ्लग बनाएर पनि हालौँ भन्ने लाग्यो। अब उता जङ्गल छ, जङ्गलतिर जाउँ भने फेरि अब अहिले चाहिँ अलिक गाह्रो हुन्छ जङ्गल जाँदाखेरि, किन भन्दाखेरि यो सर्पहरू अलिक बढी हुन्छ कि जङ्गलतिर, त्यसरी चाहिँ अलिक जान चाहिँ मिल्दैन। म भोलि गाउँ जान्छु गाइस। गाउँ गएर म तपाईँहरूलाई मेरो गाउँको पुरै डिटेल एबाट जेडसम्म सबै भ्लग मार्फत म तपाईँहरूलाई देखाउन चाहन्छु। अहिलेको लागि चाहिँ बिदा हुन्छु। जय नेपाल।